धेरै पछि अब म आज एउटा इन्ट्रेस्टिङ भिडियो बनाउन गइरहेको छु। अब फाइनली यहाँ समर पनि आइसकेको छ। वेदर राम्रो छ, हरियाली जतासुकै मम्मी आउँछ, हरियाली जतासुकै बढिसक्यो। अनि आज हामी चाहिँ यहाँ हामी बसेको ठाउँ अनि यो हेलसिङ्कीबाटै अब 45-50 किलोमिटर टाढा रहेको एउटा गुम्बा नुर्मियार्वी भन्ने ठाउँमा छ, त्यहाँ जान गइरहेका छौँ। आज यहाँ बिदाको दिन हो अनि त्यही भएर यसलाई सदुपयोग गरौँ भनेर चाहिँ हामी साथीहरू त्यहाँ जान गइरहेका छौँ। फिनल्यान्डमा बस्ने थाई बुद्धिस्ट कम्युनिटीहरूले चाहिँ त्यो बनाएको छ, त्यही भएर आज म त्यो भिडियोलाई क्याप्चर गर्ने कोसिस गर्छु। हामी त्यहाँ जाँदैछौँ। ल कस्तो छ के छ आई विल ट्राई टु सो है त। फाइनली हामी चाहिँ यो द बुद्ध धर्म टेम्पल मा आइपुग्यो। एकदमै राम्रो ठाउँमा रहेछ, शान्त अनि एकदमै राम्रो लाग्यो। अब यहाँको केही भिडियोहरू म इफ एलाउड गऱ्यो भने खिच्न पाउने रहेछ भने म खिच्छु। यहाँ कस्तो राम्रो छ, कन्स्ट्रक्सनहरू चलिरहेको रहेछ। वरिपरि जङ्गल अनि यहाँ फार्महरू पनि रहेछ। बिल्डिङ चाहिँ साह्रै राम्रो। यहाँ चाहिँ आई थिङ्क बुद्धको स्तूपहरू पनि छ होला। यहाँ कस्तो राम्रो रहेछ ल, सो नाइस। सानो ताल पनि रहेछ, मान्छेहरू बस्ने ठाउँ। हो यहाँ चाहिँ आई थिङ्क बुद्धको डिफ्रेन्ट मूर्तिहरू रहेछ कि जस्तो लाग्यो। कस्तो राम्रो रहेछ। अनि आई थिङ्क यो रातमा अझ राम्रो देख्छ। त्यो अगाडि लाइट पनि रहेछ। जस यो चाहिँ आई थिङ्क भेरी गुड प्लेस जस्तो लाग्यो। यसो हल्का भिजिट गर्न, मनलाई शान्त बनाउनको लागि हैन। बुद्ध भनेको शान्तिको प्रतीक। यतापट्टि ताल छ, राम्रो वातावरण। स्पेसली दोज अब हिन्दुइजम र बुद्धिज्म त अब एकदमै इन्टर रिलेटेड छ। तर पनि दोज बिलिभ इन बुद्धिज्म और फलो बुद्धिज्म, उसको लागि चाहिँ एकदमै राम्रो। यो चाहिँ यहाँ वरिपरि चाहिँ फाँट रहेछ, कस्तो राम्रो। समरमा फेरि यो नर्डिक समर यस्तो राम्रो हुन्छ नि।
स्वर्ग जस्तै नै हुन्छ यार। कस्तो राम्रै भगवान् बुद्धको शरणमा छु। वाह यो ठाउँ चाहिँ राम्रो रहेछ। आई थिङ्क अब यो विकेन्ड नभएर पनि होला, मान्छेहरू चाहिँ अलिक कम नै लाग्यो, तर इट्स अ भेरी ब्युटिफुल प्लेस। अनि हेलसिङ्कीबाट त्यस्तो टाढा पनि छैन, 40-45 किलोमिटर भनेको 40-45 मिनटै भयो। अनि यो भान्ता म बस्ने ठाउँबाट त्यो 25-30 मिनट रहेछ। यहाँ जान पनि पाइँदैन। अनि चप्पल चाहिँ बाहिर राख्नु पर्दो रहेछ। लेखि नै रहेको छ। Please take off your shoes here. ल कस्तो राम्रो ठाउँ। अब हामी आई थिङ्क भित्र जान्छौँ। भित्रको के लिन मिल्ने रहेछ भने चाहिँ म लिन्छु।
आई थिङ्क अब यो फिनल्यान्ड जस्तो ठाउँमा अब यो बुद्धिज्मलाई रिप्रेजेन्ट गर्ने सानो ठाउँ हुनु पनि इट्स अ बिग थिङ्स है। अब थाई कम्युनिटीलाई थ्याङ्क यू, इट वाज सो नाइस टु बी हियर है। यहाँ सानो ताल पनि रहेछ। अब फिनल्यान्डको बुद्ध मन्दिर यो आदि त घुम्यो, इभन म नेपालकै राम्रोसँग घुमेको छैन। अबको पालि नेपाल जाँदाखेरि मेसो मिल्यो भने घुम्नुपर्छ। ल चट्टै यहाँ बस्ने ठाउँ पनि रहेछ आई थिङ्क। अब यो समरमा यहाँ टक्क बस्न खाना पनि मिल्दो रहेछ। यतापट्टि जङ्गल रहेछ, कस्तो राम्रो ठाउँ, शान्त। आई थिङ्क कसैलाई एकदमै शान्त चाहिरहेको छ, शान्ति खोजिरहेको छ मनले, मन एकदम विचलित छ भने चस्मा लाएरै भन्नु पऱ्यो। शान्ति चाहिरहेछ, मन अलि विचलित छ भने चाहिँ दिस प्लेस इज सो ब्युटिफुल है। यहाँ आउने चट्ट मनलाई भुलाउने, अनि मन के कारणले आत्तिएछ त्यसको लागि चाहिँ सोल्युसन खोज्नको लागि बेटर प्लेस है। अब यहाँ के लेख्यो यो चाहिँ थाहा भएन, मेबी यो प्रतीक्षालय अथवा सिटिङ प्लेस समथिङ केही होला। इट्स सो नाइस। ल आजको भिडियो चाहिँ म अब यहाँको भिडियो चाहिँ यहीँ नै अन्त्य गर्छु। नुर्मी आरबी नै हो यो ठाउँ, अनि यसको समवेयर यहाँ नजिकै नुर्मी आरबी भन्ने एउटा लेक छ। अब म त्यहाँ हामी चाहिँ त्यहाँ एकछिन जान्छौँ, हेर्छौँ मिल्यो भने। त्यो नाम चाहिँ सुनेको, त्यो लेकमा जाने मेसो चाहिँ मिलेको थिएन। आज गएर चाहिँ यसो हेर्छौँ। यहाँ वाइट चेरीहरू पनि रहेछ, तर आई थिङ्क इट्स ग्रोइङ। मेरो विचारले यो ठाउँ चाहिँ इन्फर्मेसन अनुसार 2009मा यिनीहरूले यो जग्गा किनेको रहेछ, अनि 2020मा चाहिँ कन्स्ट्रक्सन लगभग कम्प्लिट गरेको रहेछ, तर अझै धेरै कुरा बन्दै रहेछ। अब आशा छ यो ठाउँ अझ राम्रो होस्। अब के भनौँ, यस्ता ठाउँहरू चाहिँ बनिराख्नुपर्छ। सबैले सबैको धर्मलाई सम्मान पनि गर्नुपर्छ भन्दै
यो भिडियो म यहीँ अन्त्य गर्छु see you on next video bye bye happy summer enjoy the day or enjoy the life yo